यहाँ पनि सेल्फी हान्दिउँ न हाम्रो त हो सोम दामी छ नि सोम हाम्रै जग्गामा आरिसेहरूले खतम पार्छ नि यहाँ त केही गरेको देख्नुहुन्न नि फोटो खिचेको देखेन नि आरिस गरिहाल्छ त यति दामी जग्गा छ हाम्रो एउटा कुनै नि त हो के गर्छ हामी त त्यही गरम हुँदैन त हुँदैन हामी बस्नु उसको त बाइक पनि छ बताउँदैन कसले चाहिँ कसरी पायो यो हो क्या तर नि यो बेसी उयो गर्दैन यसले क्या यो पनि कुन दिन त्यो फिक्दै हुन्छ त्यही हो है त्यही हो होइन अचम्म लाग्छ अब त्यस्तो त्यसले घर बनायो होइन त्यसको घर बनायो बाइक छ त्यत्रो महँगो होइन कहाँबाट जुटाएको अब घर फ्यामिली नानी जस्तो इङ्ग्लिस स्कुल पढाएर आएछ न तेह्र न बुढी न नानी बेकार भयो त हामी त देख्दा रिस उठ्छ नि मलाई यत्रबाट हुन्छ नि क्या आगो बोलेर आउँछ नि मलाई त रिस खालि उठ्छ त्यो अहिले भयो भने त बचाइदिउँ है यसलाई बचाइदिनुपर्छ नि ठुल्ठुलो कुरा गर्छ तर त्यसको घमण्ड पनि आयो घमण्ड अनुसार त्यसको छ नि त तेरो मेरो त के छ त्यही त हो बेकार हो तँ बेकार म बेकार यो डाँडामा हामीलाई त भदल दिए पनि हुन्छ साँच्ची भने हुन्छ नि अब के तर पनि मलाई के हुन्छ नि रात आगो बोलेर आउँछु त्यसले एउटा केही न्यु पाएन बजाइदिउँला सुन्ने गरी बोल्न त्यसले पनि सुन्नुहोस् न कहाँबाट ल्याउँछ है त्यसले है त्यही त अहिले मान्छेहरू पनि बाइक साइक किनेर त अलिअलि फुर्के भएको जस्तो है घमण्ड बढेको छ नि घमण्ड छ नि अब त्यो उयो भएको नि अब पहिला गरेर बिर्से नि त्यसले अब साथीभाइहरू बिर्सेको स्वर्गीय जस्तो जग्गा छ नि सोम अरे होइ कहाँबाट आएको त्यो एकछिन माथि गएर के अरे ए हावा खान आएको हामी तिमी जस्तै खामदाम भएको छैन अब के गर्नु गरिब होइन हामी गरिब र हो यहाँ अब हावा ताप्ने अब के गरिब अरे गरिब चाहिँ हावा खाने हामी यहाँ काममा बिजी भएर आएको गरिब भएर हावा खाएको अरे पैसा हुने त बिजी हुन्छ नि त्यही त हामी पैसा भए बिजी हुनु पैसा कमाउनु पर्यो नि त अन्त त्यो यसरी बसेर अर्काको कुरा गरेर त्यसले कहाँबाट ल्यायो के गर्यो भनेर हुने भए त के भइहालेको थियो नि आउँथ्यो क्या हो यसको निकै राफ बढेछ है बढ्यो नि यस्तो ज्यादा कमायो अनि कुरा त्यस्तो गर्छ मैले सुनिनँ भनेको यहाँ दुईजनाले कहाँबाट ल्याउँछ यसले चाहिँ पैसाहरू कहाँबाट केबाट आउँछ भन्दै थिएछ मैले सुनिनँ भनेको यहाँ देखेँ मेरै कुरा गर्दो रहेछ है हामी त्यस्तो त्यो अर्का कुरा गरिरहने हामी फुर्सद छैन है हाम्रो त फुर्सद छैन त्यस्तो मेरै नाकले होइन कानले सुनेको कहिले गरे हामीले चाहिँ अहिले उहीँ बस्दा मैले बाइक रोक्दै गर्दा त यसको चाहिँ कहाँबाट आउँछौ के कहाँबाट ल्याउँछौ कस्तो कस्तो हुन्छ भएर हिँड्छ त भन्दै थिइस् त के भयो ज्यादा यस्तो कमायो घमण्ड घमण्ड होइन भाइ गर्छन् देखासेकी गरेर खानुपर्छ आरिसे जति मरिजा भने देखासेकी गरेर खा आरिसे जति मरेर जा भनेको छ कहाँबाट ल्याउँछ के ल्याउँछ त्यो तकलिफ त मलाई थाहा छ नि अब कसरी ल्याउँछु म कहाँबाट आउँछ भन्ने कुरा त मलाई थाहा छ नि यहाँ बसेर कुरा गर्नु पो सजिलो त मैले मेरै कानले सुनेको भर्खर भन्दै थिएँ तिमीहरूले
आफ्नै गाउँको मान्छेहरूलाई पनि आरिस गरेपछि कहाँ हुन्छ नि त्यो पाराले किन गर्नु हामी किन गर्नु आरिस तँ आफ्नो जग्गामा सही छस् हामी आफ्नो जग्गामा सही किन अन्त यो आरिस गरेर के पाउँछ किन भन्छस् त्यो कहाँबाट बाइक लियो अरे कहाँबाट कुनी के लियो अरे हामी त भनेको छैन है भनेको छैन हामीले त हामी कुरै गर्ने भए त ठुल्ठुलो भनेको ठुल्ठुल मैले चुनेको कानले कस्तो कुरा गर्छ तिमीहरू कानमा जिरो हाल्ने गर्नु ल अब यसरी हेर के उन्नति नगर अर्काको आरिस गर्दै बसेर अर्कोले के गर्यो अर्कोले के गर्यो भनेर हेरिरा अनि के चाहिँ भन्नु खोज्यो तैँले खास के भनेको के हो र त हो अन्त कहाँ गर्दै थिइस् कुरा गर्दै थिइस् अन्त किन कुरा गर्नु त तैँले गर्दै थिइस् कुरा हाउ न बोल्ला यस्तो बढ्यो त झन् के को पैसाको बढ्यो हामी केही छैन मेरो के चाहिँ भयो तोइ दुईजना कुरा गर्छस् तोइहरू उयो गर्छस् तँ त के चाहिँ चुतियाहरू गरेर खानु सक्दैन अर्काले गरेको पनि आरिस गर्छ यो दुईटालाई एक एकलाई भेटौँ न त्यत्रो बाहिर देशबाट मगाएको चस्मा पनि फुटाइदिन्छ सालालाई योहरू सबै आरिसै लागेको नि हेर आरिसै लागेर सालाहरूले यस्तो गरेको नि रिस लाग्यो तर मलाई त त्यसलाई बजाउनु रिस उठेको भन्नु भन्न रिस उठेको हो त्यसलाई म त झन्डै दिउँ भन्दै थिएँ कि भएन नि रिस उठ्दैन अरू उन्नतिलाई त आफूले केही गर्नु नपर्दा रिस उठ्दैन रिस उठ्छ नि मलाई चाहिँ अस्तिदेखि मार्नु मन लागेको थियो धन्दा मारिन पो त्यसको त के है के छैन कस्तो हाम्रो है रिस लाग्यो खुसी लाग्यो कस्तो खुसी नलाग्नु अझै यस्तो गर्नु पाए खुसी लाग्ने यस्तो धिउ मान्छे है त्यसले गर्दा त उयो भएको छ नि गाउँमा त उधारो नै भइसकेको छ